हेलो गाइस, नमस्ते। आज मैले बनाउँदैछु लौकाको सब्जी। लौकाको सब्जी पाक्दैछ। अब बनाउँदैछु मैले पनिरको सब्जी। मेरो चाहिँ पकाउने तरिका यस्तै छ। अरूहरूले चाहिँ तारेर बनाउँछ, तर मलाई चाहिँ तारेर बनाएको मन पर्दैन। त्यही भएर यसरी नै बनाउँदैछु पनिरको सब्जी। हजुरहरूले कस्तो बनाउनुहुन्छ? म चाहिँ यो सुरुचोटिको भिडियो हो, कस्तो लाग्छ बनाउन नि आउला। पनिरको लागि ग्रेभीदार ठिक पारेको छु। अब यसलाई पिसेर बनाउँछु अनि यसपछि यो पनिर हाल्छु मैले अनि देखाउँछु। यहाँ तयार हुँदैछ पनिरको ग्रेभी। अब म पनिर हाल्छु, त्यसपछि अब यसमा मसला हाल्छु। अब हाल्छु म गरम मसला। पनिरमा तारेर पकाएको भन्दा चाहिँ राम्रो लाग्छ, त्यही भएर बनाउँछु। अब हाल्छु खुर्सानी, धनिया पाउडर, हर्दी, अहिले तयार भएपछि देखाउँछु। अब म यसमा हाल्छु यो पनिर। यसलाई चाहिँ मैले तातो पानीमा भिजाएर राखेको छु नुन हालेर। यहाँ तयार भयो लौकाको तरकारी मेरो। अब पनिरको ग्रेभी यहाँ बन्दैछ। अहिले म अब यो पनिर हाल्छु। कस्तो लाग्छ हेरिदिनु होला। पनिरको ग्रेभीमा हाल्छु अब मैले बटर। खानु चाहिँ मिठो हुन्छ यसको। बटर चाहिँ यति हाल्छु। अब यो ग्रेभीमा चाहिँ मैले अघि भिजाएको पनिर हाल्छु। हेर्नु होला कस्तो लाग्छ। तारेको पनिर भन्दा चाहिँ यस्तै राम्रो हुन्छ, नरम हुन्छ भनेर यस्तै गरी बनाउँछौँ। पनिरको सब्जी पनि अब तयार भयो मेरो। मैले बनाउने चाहिँ यस्तै हो। हजुरहरूले कसरी बनाउनुहुन्छ?